क्या नाम हुआ आपका? क्या हुआ? क्या हुआ आपको? आप बूझ रहे हैं, कोई कुछ हेल्प कर सकते हैं आपको? क्या कोई सहयोग कर सकते हैं? बोलिए क्या हेल्प कर सकते हैं आपको? आपको क्या चाहिए? बाल बच्चा छोटा छोटा, पैसा चाहिए। कहाँ घर हुआ आपका? उस पार जी। क्या नाम हुआ आपका? गफार जी। देखिए बच्चे से ऐसा हुआ है, बच्चे से। यी मान्छेहरू हेर्नुहोस् है, यहाँ चाहिँ जोगबनीको बोर्डर छेउ हो, यो जोगबनी बोर्डर छेउ हो। यो मान्छेले हेर्दा देशको कति बेइज्जत हुन्छ। यी माग्ने सबै इन्डियाबाट आएका, हेर्नुहोस् यी सबै इन्डियाबाट आएका यी मान्छेहरू हुन् होइन। यी सबै मान्छे इन्डियाबाट आएको, यहाँ लहरै माग्न बस्छन्, दिनमा जबरजस्ती पनि गर्छन् हेर्नुहोस् होइन, जबरजस्ती पनि गर्छन् यिनीहरू हेर्नुहोस्। बच्चालाई लिएर बसेका छन् यिनीहरू सबै, हेर्नुहोस् त यी सबै हेर्नुहोस्, सोप्दै छन्, मुख सोप्दै छन् यिनीहरू सबै, हेर्नुहोस् त। देशको बेइज्जत होइन, यसले हटाउनु पर्दैन यसलाई यहाँबाट। देशको बेइज्जत भइरहेको छैन, हेर्नुहोस् त। नेपालको बोर्डर जहाँ यस्तो चाहिँ छ, यसरी बसेका छन् मान्छेहरू। नेपालको बेइज्जत हो हेर्नुहोस् चाहिँ, यसलाई हटाउनु पर्छ। यहाँको नगर प्रहरीहरूले हटाउनु पर्छ। किन मुख छोपेको तिमीहरूले? लो किन? के भएर? क्या हुआ? चेहरा क्यों छुपा रहे हो? यो भिडियो बनाउनुहुन्छ, यो अपाङ्ग मान्छे छ, सानैदेखि सहयोग गर्नु पर्यो सबै मिलेर उसलाई। अपाङ्गलाई सबैले सहयोग गर्नु पर्यो, सबैले सहयोग गर्नु पर्यो, घर बनाइनु पर्यो उसलाई। हो हेर्नुहोस्, देशको बेइज्जत छ, देशको बेइज्जत हो हेर्नुहोस्, देशको बेइज्जत छ। यसरी चाहिँ, यसरी यो हिसाबले चाहिँ मान्नु। खैनी मत खाइए, ऊ खैनी मत खाइए, खैनी मत खाइए, अच्छा चीज नहीं है वो, समझे? आ रहा है फिर आपको सहयोग करेंगे। हेर्नुहोस् यसरी चाहिँ यो देशको बेइज्जत भइरहेको छ हेर्नुहोस्। अन्तर्राष्ट्रिय सिमानामा यसरी लहरै बस्न बसेका छन्। एकजना नेपाली छैन, सबै इन्डियाका मान्छेहरू छन् हेर्नुहोस्। इन्डियाका मान्छेहरू यसरी बेच्न यहाँ चाहिँ पैसा माग्नलाई बसिरहेका छन् हेर्नुहोस् होइन। यसले के हुन्छ त? देशको बेइज्जत हुँदैन? हेर्नुहोस् नेपाल का पूरा बेइज्जत हो रहा है। देखिए ऐसे ऐसे सब इंडिया से आकर बैठ रहा है, ये लोग इंडिया से आकर यहाँ बैठता है। क्या है? ठीक है, ठीक है, कुछ नहीं है। कत्ते घर परला हमस भगवा पंचायत उस पार इंडिया। बच्चा की भेल ओकरा? भूखल सुतल छै, कुछ खेल नहीं होलिए। आ इंडियन सरकार तो दे रहा है कति 5-5 किलो दाल चावल गेहूँ मकई कति नहीं दे अहाँ सबके? नहीं दे है, दे कहे छै सबको। हाँ भाइ दिँदैन इन्डियामा? और सबै इन्डियाको यो मलाई लाग्छ कि यो यिनीहरूले एउटा रोजगार गरेको जस्तै यिनीहरूले 10 जनालाई परिवारमा एउटा देशको बिजोग छ। क्या है यहाँ बिहान ए हो र? कसले? सिटी यहाँ टेम्पोमा ए रोजगारी। ओके।